अहिले यो प्राकृतिकले धेरै ठुलो विपद नेपालमा आएको छ। अहिलेको तथ्याङ्क अनुसार मैले पाए अनुसार 400 भन्दा बढी मान्छेहरू को मृत्युवरण भइसकेछ भने हजारौं मान्छेहरू बेपत्ता भएको छ। यो पुरा नेपालीहरूको लागि यो एउटा विपद हो र यो विपदमा प्रत्येक नेपालीले आफ्नो सकभर जति सहयोग हुन सक्छ यो सरकारलाई दिनुपर्छ, किनकि यो सरकार नेपालीहरूले विश्वास गरेको सरकार हो र यसले धेरै ठूलो कुरा एउटा के भनेको छ भने प्रधानमन्त्री राहत कोषमा विपद राहत कोषमा को जुन अगाडि ल्याइदिएको छ यो हाम्रो लागि धेरै नै सहयोग गर्ने एउटा अवसर हो। विगतको दिनमा हामी के हेरेथ्यौं भने टोलबाट मान्छेहरू राहत संकलन गरेर ठाउँमा गएर दिने गर्थे, तर मलाई विश्वास छ तपाईहरूले दिएको राहतको एक पाइ यो हाम्रो सरकारले त्यो जनता समक्ष पुर्याउँछ र यो अर्बौं खर्बौंको सम्पत्तिको नाश भएको छ, जीवधनको नाश भएको छ। तपाईहरूले मिडियामा जानकारी भए अनुसार 28 वटा भन्दा बढी पक्की पुलहरू बगाएर लगेको छ। ती पक्की पुलहरूको निर्माण कार्य गर्न सरकारलाई धेरै ठूलो सहयोग आवश्यकता छ। त्यो सरकारलाई सहयोग देश विदेशी दात्री निकायहरूले गर्ने नै छन्, तर हामी सम्पूर्ण नेपालीले यस्तो विपदमा आफ्नो ठाउँबाट जति हुन्छ त्यति सक्दो सहयोग गरौं र प्रत्येक नेपालीको सहयोग यो विपदको लागि एकदम आवश्यकता हो र त्यो तपाईले पीएम अफिसबाट जुन क्यूआर आएको छ त्यसैमा सहयोग गर्न हामी हार्दिक अनुरोध गर्न चाहन्छौं। त्यसमा सहयोग गरियो भने मेरो विश्वास छ यो सरकार भनेको नेपालीहरूको विश्वास प्राप्त गरेको सरकार हो। यो सरकारले प्रत्येक तपाईको एक पाइ भनिन्छ रुपियाँको एक तपाईले पाइ जुन दिनुभयो त्यो पाइको यो सरकारले पूर्ण रूपले सही सदुपयोग गर्नेछ र सम्बन्धित व्यक्ति सम्बन्धित ठाउँमा तपाईले गरेको सानो सहयोग त्यो सम्बन्धित ठाउँमा जानेछ। यसमा हामी दृढ संकल्प रहौं, विश्वास रहौं र सबै नेपालीहरू हातौ माले गरेर अगाडि बढौं। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूले पनि सक्दो यसमा यस्तो विपदको घडीमा हामी आफ्नो सानो सहयोग गरौं र राज्यको लागि धेरै ठूलो राहतको आशा हुनेछ, किनभने यो सानो तिनो ठूलो कुरा हुन हामी एकचोटि त्यो ठाउँमा बसेर हेरौं। यदि हामी त्यो राहतमा बसेको भए, हामी त्यो विपदमा परेको भए हाम्रो के हुने थियो, हाम्रो सर्वस्व गएको भए हामी के हुने थियौं। त्यो एकछिनको विपदको कारणले गर्दा राज्यले धेरै ठूलो चुनौती